हामीले बिर्सिनु हुँदैन। यसको प्रमुख उद्देश्य हामी आज बस्दै गर्दाखेरि पनि अधिवेशन गर्दै गर्दाखेरि यसको मूल उद्देश्य भनेको देशलाई कसरी हामीले कार्यप्रट गर्ने भन्ने हो। त्यो चाहिँ हाम्रो मूल उद्देश्य हो, त्यो चाहिँ हामीले बिर्सिनु हुँदैन। र त्यो भन्दै गर्दाखेरि मैले आज साथीहरूलाई भेट्दै गर्दाखेरि धेरैलाई भेटेँ, धेरैले मत पनि मागिराख्नु भएको थियो। हजुरहरूले अब एकैछिनपछि चुनाव पनि हुन्छ, चुनाव हुँदै गर्दाखेरि कोही कोही कुरा चाहिँ कोही कोही साथीहरू चाहिँ लुकेका हुनुहुन्छ, देखिनुभएका हुँदैन। त्यही भएर हजुरहरूले अलिकति यो चाहिँ मतदान गर्दै गर्दाखेरि चाहिँ ख्याल गरिदिनु होला। मैले कतिपय साथीहरू सिए पनि देखेँ, मत माग्दै गरेको देखेँ, कतिपय चाहिँ कृषि पेसामा राम्रो गरिरहेका साथीहरू पनि देखेँ, तर कतिपय कुरालाई हामीले नचिनेका पनि हुन सक्छौँ। त्यही भएर उहाँहरूलाई चाहिँ फेसबुकमै मात्रै हामी आधारित हुनु हुँदैन, पपुलारिटीमा मात्रै पनि हामी आधारित हुनु हुँदैन। कसैको 10,000 लाइक आउला, कसैको 100 लाइक आउला, समान हो त? त्यो होइन। त्यो कुराबाट नि हामी सचेत चाहिँ हुनुपर्छ। कतिपय साथीहरूको फेसबुकमा धेरै लाइक आएन भन्दैमा उहाँ सभापतिको उम्मेदवार नहुनु होला, त्यो होइन नि त। उहाँसँग अर्कै क्षमता हुनसक्छ। त्यही भएर हामीले साँच्चै नै यो देशलाई कायापलट गर्ने हो भने, यो देशलाई साँच्चै नै हामीले रूपान्तरण गर्ने हो भने अहिले हामी साउथ एसियामा करिब पुछारबाट दोस्रोमा छौँ। अब हाम्रो यही मासले, यही पुस्ताले हामी अगाडिबाट कम्तीमा पनि दोस्रो, सकिन्छ भने पहिलो हुनुपर्ने छ दक्षिण एसियामा, सकिन्छ भने एसियामा पनि हामी अगाडि जानुपर्ने छ। त्यो नै यो अधिवेशनको मूल मर्म हो, हामीले त्यो चाहिँ बिर्सिनु हुँदैन। र त्यो भन्दै गर्दाखेरि हजुरहरूलाई कतिपयलाई थाहा छ अब यसपछि फेरि पालिकाको चुनाव पनि आउँछ, क्यान्डिडेट क्लब छ। क्यान्डिडेट क्लबमा पनि हजुरहरूले आवेदन दिनु होला। त्यहाँ चाहिँ फेसबुकको लाइकको भरा मात्रै हुँदैन, 60% मार्क्स चाहिँ एक हिसाबले इक्जाम हुन्छ, इन्टरभ्यू हुन्छ, तपाईँले लिखितम पनि केही जाँचहरू दिनुपर्ने होला। त्यही भएर हामीले यसपालि त्यस किसिमको सिस्टम चाहिँ बनाएका छौँ र त्यसपछि बल्ल मतदान हुन्छ। त्यही भएर कतिपय साथीहरूलाई अब हाम्रै साथीहरूले पनि के भन्नुभएको थियो भन्दै गर्दाखेरि अब त रासपामा नेता हुनको लागि पनि ट्युसन पढ्न जानुपर्छ क्या हो भन्दै हुनुहुन्थ्यो। त्यही भएर ट्युसन सेन्टर खोलेर एउटा बिजनेस पनि खोल्ने हो कि भन्ने एकजना साथीहरूले चाहिँ कम्पनी पनि खोलेर लिएर पो जाने हो कि, किनकि नेता हुनको लागि ट्रेनिङ चाहिन्छ, डेलिभर गर्नु पर्यो होइन। नबोलिकन कहिलेकाहीँ नबोलिकन धेरै कुराहरू गर्न सकिन्छ, बोल्नै पर्छ, भाषणै गर्नुपर्छ भन्ने पनि छैन। त्यही भएर यदि भन्दै अब महाधिवेशनमा पनि हामीले यसपालि भोट चाहिँ गर्दैछौँ। आशा छ अर्को महाधिवेशनमा क्यान्डिडेट क्लबमा जस्तै कतिपय साथीहरूलाई नचिनिनु होला, लुक्नु होला, तर अत्याधिक क्षमता भएको हुनसक्छ, अत्याधिक पढेको हुन सक्नुहुन्छ, अत्याधिक बुझेको हुन सक्नुहुन्छ, अथवा जमिन बुझेको हुन सक्नुहुन्छ। डिग्री मात्रै सबै चिज पनि होइन, फेरि डिग्री मात्रै सबै चिज पनि होइन, जमिन राम्ररी बुझेको हुन सक्नुहुन्छ। उहाँहरूलाई त्यो सिस्टमबाट पनि लिएर आएर छुटाउनु हुँदैन। हामी सबै मिलेर अगाडि जानुपर्छ। र यो भन्दै